कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुका लागि जिल्ला समन्वय समिति प्रमुख आदरणीय बरजुराम खतानीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म विशेष अतिथिको आसन ग्रहणतर्फ लाग्छु। विशेष अतिथिको आसन ग्रहण गरिदिनुका लागि बिगु गाउँपालिकाका उपाध्यक्ष आदरणीय दिदी देविका थामीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशेष अतिथिको आसन ग्रहण गरिदिनुका लागि सैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुका लागि बिगु गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष काले शेर्पा कर्माज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी जनसङ्ख्या संरक्षण क्षेत्र आयोजना समितिका प्रमुख सन्तोष केतन सरलाई पनि म अतिथिको आसन